यहाँहरू सम्पूर्णलाई मेरो नमस्कार। म चाहिँ कमला लिम्बू भण्डारी। हिजो मैले हजुरहरू समक्ष दुईवटा भिडियो राखेका थिएँ। खासै राम्रोसँग बोल्न पनि सकिनँ, किनकि अति नै धेरै मानसिक रूपले विक्षिप्त भइसकेको हुनाले। यो खास हजुरहरूलाई लाग्छ होला यो मिडियामा किन आयो, किन यसरी बोल्यो भनेर। मलाई पनि कुनै रहर चाहिँ थिएन। मैले किनकि 17 वर्ष त्यति बच्चामा जोडेको घरबार हो। के भन्ने अब कुनै शब्द नै छैन क्या। मेरो परिवारहरूसँग पनि यति अथाह माया प्रेम लगाव छ। परिवारहरूले पनि मलाई यति धेरै माया गर्नुहुन्छ। यति हुँदा हुँदै पनि अब मेरो श्रीमानको बानी चाहिँ सुरुबाटै त्यस्तै हो। तर अरूहरू आउँथे, मजाले सम्झाएपछि मजाले जान्थे। अहिले स्टिल उनीहरू मसँग कुरा पनि गर्छन् दिदी भनेर। तर यो जुन आरुषी बहिनीको केस चाहिँ कस्तो आयो भने, मलाई नै उसले फोन गरेर मेसेज गरेर तपाईहरूको सम्बन्ध कस्तो छ भनेर सोधिसकेपछि मैले सम्पूर्ण कुरा उसलाई विस्तृत रूपमा सुनाएँ, जानकारी दिएँ। मलाई उसको आमा बिरामी भएको पनि सबै थाहा भए हुनाले मैले बिस्तारै आफै बुझ्ला नि त, सबै कुरा हो। केटी मान्छे बुझ्ला भनेर, साइड लाग्ला भनेर मैले कति गरेँ, हाम्रो राम्रो छ यस्तो छ भनेर। अनि आमा त आखिर सबैको आमै हो। आमा बिरामी भएको बेला पनि त्यति धेरै टर्चर नदिउँ भन्दा पनि मलाई बार उसैले फोन गर्ने, तपाईँको डिभोर्स कहिले हुन्छ भने, नानी तिमी यस्तो कुरा किन गर्छौ, तिम्रो पनि आमा छ, तिमी पनि एउटा छोरी मान्छे हो, यस्तो कुरा नगर भन्दा पनि उसलाई मन लागेको बेला फोन गर्ने, मन लागेको बेला म्यासेज गर्ने, त्यहाँबाट फेरि ब्लक गरिदिने। अनि मैले केही मेरो श्रीमानको फोटोहरू हाल्यो भने हा गरिदिने। अनि अब उसको आमा त्यस्तो बिरामी छ भनेर मैले धेरै कुरा सहेर यस्तो ऊ पनि यो ठाउँमा पुग्नलाई स्ट्रगल नै गरेको होला। केटी मान्छे हो बिचरा, बुझ्ला नि त, एक दिन नभए एक दिन बुझ्ला भनेर मैले 2 वर्षबाट यो ज्यादती सहेँ। मैले थाहा पाएकोबाट, अब उनीहरूको अगाडिको रिलेसन त्योभन्दा अगाडि कतिबाट मलाई थाहा भएन। त्यो गर्दा पनि मलाई बार यति टर्चर यति टर्चर दिने, यति गर्ने। खालि कहिले छोड्छस् भन्ने। श्रीमानलाई सोध्यो भने छैन हाम्रो रिलेसन, केही पनि त्यस्तो होइन भन्ने। उसले पनि सुरुमा त स्वीकारेको थिएन, केही होइन हामी साथी मात्रै हो भन्ने। होला नि त भन्ने। म त सोझो अब घर परिवारसँग एकदम मिलेर बस्ने, सबै बुवा मम्मीले पनि एकदम सम्झाउने, दाइले बहिनीले एकदम सम्झाउने, यस्तो हो यो, यस्तो गर्नुपर्छ नानी, यस्तो हो भन्ने। उहाँहरूले मलाई बुहारीको उसमा कहिले पनि राख्नु भएन। छोरी बहिनीको रूप दिएर राख्नलाई उहाँहरूको कुनै पनि दोष छैन परिवारको। तर यो जुन प्रमोद र आरुषी हुनुहुन्छ नि, उहाँहरूले चाहिँ मलाई यति विक्षिप्त बनाइसक्नुभयो कि टर्चर दिएर दिनरात मानसिक पीडा त्यति, शारीरिक यातना त्यति गर्ने, सबै गर्ने के। हामीले केही पनि गरिनौँ भन्ने खालि। अनि लुकाउने, अनि हा गरिदिने, उसैले फेरि नपत्या जस्तो गरिदिने, फेरि उसलाई मन लागे अन गरिदिने, मन लागे ब्लक गरिदिने, त्यस्तै गर्ने। अनि त्यसपछि फेरि मैले होला त अब के अरे यिनीहरू टाढा नै हुन खोजिरह होला नि जस्तो लागेर मैले छोडी पनि दिएँ। चान्स दिएँ, बार कति चान्स दिएँ मैले, चान्स दिएँ। त्यसपछि फेरि अस्ति गत साल दसैँमा म र मेरो छोरा चाहिँ माइत गयौँ। त्यही माइत गएको उसमा पनि ऊ आएर 7 दिन बसेछ त्यहीँ सल्यान आएर। अब अरू बेला त आउँथ्यो बस्थ्यो, त्यो उनी अर्थै छैन कति बेला आउँछ कति जान्छ भन्ने। त्यो मलाई थाहा नहुने रहेछ। म बिचरा घरमा बस्ने, मलाई के थाहा, मेरो बुढोको सब विश्वास गरेर बस्ने। अनि त्यसपछि हिजो अस्ति भर्खरै पनि म एक्जाम दिन काठमाडौँ आएको थिएँ। त्यति बेला पनि ऊ सल्यानै आएर बसेर गएछ। उसलाई सबै कुराहरू थाहा हुँदै मेरो श्रीमान म्यारिड हो, मेरो श्रीमानको 13 वर्षको छोरा छ, अनि घरमा मेरो राम्रै छ भन्ने थाहा हुँदै पनि मैले माया गर्छु, उसले मलाई माया गर्छ। तपाईँले किन बस्नु भएको छ, तपाईँले सिन्दुर लगाएको अर्थ छैन, सिन्दुर मात्रै लगाएर के हुन्छ, तपाईँले जिन्दगीभरि माया पाउनुहुन्न ऊबाट, श्रीमानबाट पाउने माया। तपाईँ कस्तो सेल्फ रेस्पेक्ट नभएको आइमै हो भन्ने मलाई त्यस्ता टाइपका म्यासेजहरू आजभन्दा 2 वर्ष अगाडि नै हो उसले गरेको। त्यो म्यासेजहरू पनि छ, सबै छ मसँग।
अनि त्यति भन्दा भन्दै पनि उसको मम्मी त्यस्तो बिरामी छ यार, एक दिन न एक दिन त बुझेर साइड लाग्ला नि भने लाग्छ होला भने, तर उसले कहिले पनि त्यो सोचेन कि। झन् मलाई त यो कस्तो केही गर्न नसक्ने लाचार निच सम्झ्यो होला सायद मैले। अनि नानी यस्तो नगर है, म पब्लिस गर्न सक्छु भन्दा पनि गर्नु नि त, तपाईँले धेरै मिडिया चिनाएको कि मैले धेरै चिनाएको छ मिडिया भन्ने, पैसा म यति कमाउँछु, मलाई पैसा ऊ छैन भन्ने, खाँचो छैन भन्ने, मलाई बार बार फोन गर्ने फेरि। अनि मलाई तिमीहरूको कुरा तिमीहरू सोल्टाऊ, मलाई बिचमा नल्याऊ, म मेरो घर छोड्दिनँ, म डिभोर्स दिन्न, मैले मरे पनि डिभोर्स दिन्न, किनकि मैले पटक पटक मेरो श्रीमानलाई तिमीहरूको रिलेसन छ भने राम्रोसँग मलाई डिभोर्स दिनु, किनकि मैले हजुरलाई त माया गरेँ, मैले हजुरको लागि मैले सब छोडिदिन सक्छु हजुरको खुसीको लागि भनेर पटक पटक भन्दा पनि मसँग सबै प्रमाणहरू छ, त्यो प्रमाणहरू। तर उहाँले कहिले पनि स्वीकार्नु भएन क्या त्यो, मैले यो गर्छु भने। कहाँ मैले तँलाई बच्चामा ल्यायो, त्यति सानोमा ल्याएको, हाम्रो यति राम्रो छोरो छ, मैले यस्तो घरबार किन उजाडौँला र भन्ने। जहिले परिवारको सामुन्ने पनि त्यही भन्नुहुन्थ्यो, परिवारले पनि कतिचोटि राखेर सम्झाउनु भयो, किन यस्तो गरिरहेछस्, किन यस्तो हो भन्दाखेरि होइन होइन त्यस्तो केही होइन, मान्छेहरूले कुरा गर्ने भने होला त भन्ने भयो। तर उनीहरू त कहिले पोखरा जाने रहेछन्, कहिले रारा जाने रहेछन्, कहिले कहाँ जाने रहेछन्, त्यो पनि उनीहरूले स्वीकार्दैनथे हामी जान्नौँ भनेर। यो घटनाहरू यस्तै अस्वीकार गर्दा गर्दै धेरै नै फ्ल्यास हुँदै आयो मान्छेहरूले सबैले। अब मलाई अब कतिले बुढी सोझी छ भनेर भन्ने कोसिस पनि गरिदिन्थ्यो कि यस्तो भइरहेछ, यिनीहरूको यस्तो भइरहेछ, यहाँनिर यस्तो भइरहेछ भनेर इन्फर्मेसन पनि दिन्थ्यो। तर म त्यो इन्फर्मेसनको पछि कहिले पनि लागेन। एउटा महिला यतिसम्म हुन्छ होला भनेर मैले जिन्दगीमा पनि सोचे पनि थिएन। ल छोरा मान्छे त उस्तो रे, छोरा मान्छेले ल मेरो बुढीको सँग डिभोर्स छैन, सम्बन्ध राम्रो छैन भनेर उसले भन्यो रे, म मान्छु। तर अलिकति बुद्धि भएको, अलिकति ऊ भएको मान्छे भयो त त्यो बुढी किन घरमा बसिरहेछ? ल पहिला बुढीसँग तेरो सम्बन्ध क्लियर गरेर आइज न, मलाई साँच्चीकै रियल माया गर्छस् भने, अनि तर म बेगरौँला भनेर भन्ने हो नि त। पहिले होटलमा दौड्ने, कहिले कहाँ रारा पुग्दिने एक हप्ता, कहिले एक हप्ता पोखरा पुग्दिने, कहिले कहीँ पुग्दिने, त्यो गर्नु त छोरी मान्छे पनि त गलत होला नि। छोरा मान्छेलाई मात्र दोष लाउनु भन्दा पनि छोरी मान्छेको पनि त कहाँसम्मको त्यो संस्कार, कस्तो संस्कारमा हुर्केको भन्ने त त्यसले पनि त इन्डिकेट गर्छ होला नि। यति हुँदा हुँदै पनि अब हिजो अस्ति चाहिँ मेरो बुवा मम्मी घरका सासू ससुराहरू अस्ट्रेलिया जाने हुनुभयो। उहाँलाई पुर्याउन मेरो श्रीमान काठमाडौँ आउने हुनुभयो। 31 गते घरमा सबै कुरा गऱ्यौँ, मसँग श्रीमान राम्रैसँग बस्नुभयो, बेड सेयर गर्नुभयो। अब सबै बेड सेयर, अब सबै दुईजना श्रीमान श्रीमतीमा हुनुपर्ने सबै भएर उहाँ 1 गते काठमाडौँ आउनुभयो। 1 गते काठमाडौँ आइसक्नु भएपछि यिनीहरूको कुरा कसरी, फेरि मलाई डाउट लाग्यो क्या। मेरो श्रीमानले 3 बजी राति मैले अन हुनुहुन्थ्यो नि, मैले फोन गरेँ, उहाँले भिडियो कल झ्याप्पै उठाइदिनु भयो। म यहाँ ठमेलमा छु बुढी, ल सुत, म पछि फोन गर्छु भनेर भन्नुभयो। उसले चाहिँ लुकेर हेरिरहेको रहेछ, आरुषीले चाहिँ, उनीहरू सँगै रहेछन् एउटै होटलमा। अनि उसले मलाई टुइकाटुई फोन गर्न थाली आरुषीले। मैले उसलाई प्रायः कहिले पनि फोन गरेको छैन, उसले नै हो मलाई सबै फोन गर्ने, यो गर्ने, कहिले छोड्छस् कहिले जान्छस् भनेर भन्ने। अनि त्यो एउटै होटलमा भइसकेपछि उनीहरूले मलाई दुईजनाबाट भिडियो कल गरे। अनि मैले उसलाई सबै भने, म मेरो बुढो हो, म छोड्दैन, अब तिमीलाई सबै कुराहरू भन्दा भन्दै पनि किन यस्तरी पछि लागिरहेछौ भन्दा नि, तपाईँको 17 वर्षको बिहे भन्दा मेरो 3-4 वर्षको अफेयर बढी सम्झिन लागेको छ, मेमोरेबल छ। तपाईँ कसरी बस्नुहुन्छ, तपाईँलाई माया गर्दैन, मलाई यति धेरै माया गर्छ, म कसरी छोडेर जान सक्छु मलाई यति माया गर्ने मान्छेलाई भन्ने। अनि त्यो भनिसकेपछि मलाई बार बार फोन गरिरहने, तपाईँ के गर्नुहुन्छ भनेर। म छोड्दिनँ, मेरो परिवारले मलाई साथ दिएको छ, मलाई सबैले माया गर्नुहुन्छ भनेर। त्यति गर्दा गर्दै पनि उसले त्यसपछि के गर्न थाल्यो भने, मेरो श्रीमानलाई पनि अब यसलाई पनि थाहा भयो, अब यसले केही गर्दैन भन्ने टाइपको उसलाई फिल भयो होला। त्यसपछि चाहिँ उसले के गर्न थाल्यो भने मसँग कन्ट्याक्ट गर्न छोड्यो ऊ। अनि आरुषी मगरले चाहिँ जुन मेरो घरको गाडी, मेरो बुढोको बाइक, मेरो बुढोको गाडीमा दिनरात चढेको भिडियो हाल्ने, अनि त्यसमा अनेक स्ट्याटस लेख्ने, इ माया भने यस्तो हुनुपर्छ, साथ यस्तो हुनुपर्छ, त्यो एक पोरो भएर केही हुँदैन भनेर मलाई मानसिक यातना, टर्चर। अनि श्रीमानले पनि म यो घर छोडेर आउनुभन्दा 1 दिन अगाडि मसँग झगडा गर्नुभयो, मलाई पिट्नुभयो। अब घाउहरू पनि छ यहाँ यस्तरी। अनि त्यो गरिसकेपछि मैले घर छोड्न बाध्य भयो। मलाई बुवा मम्मी दाइ सबैले घर नछोड, तिम्रो साथमा हामी छौँ भनेर यति सपोर्ट गर्दा गर्दै पनि म मर्नु न बाँच्नु भएर यिनीहरूको टर्चरले गर्दा म घर छोड्न बाध्य भएको हो। अब
मानसिक टर्चर त यो बहिनीले मलाई यति दिएको छ कि अब के भन्ने र कुनै अर्थै छैन।